चाहिँ हाम्रो रमजानको छुट्टी विशेष त्यही भएर हामी चाहिँ घुम्न गइरहेछौँ। टिकटक बनाउने यता मनोज रेडी भएर निस्किरहेछ। अब हाम्रो आजको प्लानिङ भनेको चाहिँ मोमो खान जाने हुन्छ होइन, मोमो खाने समुद्र घुम्ने खालको हुन्छ। अब बिस्तारै यहाँबाट हामी रुमबाट निक्ल्यौँ। रुमबाट निक्लेर हामी चाहिँ गाडीमा ट्याक्सीमा जाँदैछौँ। यता चस्मा लाएर हिँड्छौँ दाइ, यता सानो भाइ हात चाहिँ भाइ त्यस्तो नगर न, के गरेको भाइ हात यार यस्तरी हो। म चाहिँ फेरि के अलिक दुईवटा नदेखेर रहेछ होइन, त्यही भएर अगाडितिर हामी जाँदैछौँ। हामी चाहिँ मामालाई भेट्नलाई सहरको बाटो सहरको बाटो मामालाई भेटेर फाइनली हामी बाहिर निक्लिन्छौँ। तर अहिले बाटोमा हामी जाँदैछौँ। عارف بقى من الصح من انتوا اللي صمتوا يوم زياده ولا احنا اللي فطرنا يوم بدري؟ यहाँ चाहिँ ट्याक्सी मात्रै बुकिङ गर्नुपर्छ, खासै बसहरू पाइँदैन त्यस्तो धेरै। يلا كل سنه وانتم طيبين يا حاج. सहरै सहर। خلي بالك انا من ما رن عليا ابو ندى اصلا وانا رن عليا अगाडि अलिकति मा काम गर्नुहुन्छ त्यही हुनुहुन्छ मामा। हामी त्यहाँबाट निक्लेर फेरि يا حاج انا مشغل ادخل عنك ولا ल हामी चाहिँ अब मामाको सहर, मतलब मामाको सहर होइन, यो के अरे मामा बस्ने ठाउँमा हामी आइपुग्यौँ। अब थोरै 1 मिनट अगाडि जति गइसकेपछि पुग्न आँट्यो। الو अब 1 मिनट 2 मिनट जति अगाडि पुगेपछि हामी चाहिँ टक्क यहाँ पुगिन्छ। انت اخبارك ايه يا شيخ يا شيخ وانت طيب يا حاج يا شيخه كده غلط يا شيخه، ما عارين عليك من الصبح يعني ايه يعني دوك يا دي النيله يا اولاد عنهم يا اولاد स्टोर जरिर बुक स्टोर ल आयो है। يلا كل سنه وانت طيب। अब हामी चाहिँ लिफ्टमा चल्यौँ होइन मामालाई भेट्नलाई। मामा चाहिँ माथिल्लो फ्लोरमा बस्नुहुन्छ। भाइ पनि क्या ह्यान्डसम देखिरहेको छ लास्ट भाइको ह्यान्डसम, मनोजको हाँसो हो, यता हिरो बोस। यहाँ चाहिँ मामा सिधा हामी चाहिँ मामालाई भेट्न जान्छौँ भित्र। अब यहाँको लक पनि थाहा छैन यहीँ। अब लक यहाँ छ, लक खोइ त यहाँ। अब मामा के हो मामा आउँदै हुन्छ यहाँ। हामीले लक यसो खोलेको, मामाले देख्नु नहेर्देखि जाँदै हुन्थ्यो। मामा आउँदै हुन्छ गाइज फाइनल्ली। भित्रबाट के हो मामा लक लाएर अनि यहाँ पुरै हामी भ्लग बनाउँदै हो नि त यहाँ।